हेलो एभ्रिवान, वेलकम टु माई च्यानल टप बायोग्राफी। आज हामी कुरा गर्नेछौँ नेपालको पपुलर साथै ट्यालेन्टेड एक्ट्रेस मोडेल यानि कि अनुषा। यो भिडियोमा उहाँको लाइफस्टाइल, एज, एजुकेसन, क्यारियर, बायोग्राफी, नेटवर्क, कार कलेक्सन, फ्यामिली साथै हस्बेन्डको बारेमा कुरा गर्नेछौँ। तपाईहरू यो भिडियो अन्त्यसम्म हेरिदिनुहोला र तपाईहरू अनुषाको फ्यान हुनुहुन्छ भने यस च्यानललाई सब्स्क्राइब गरेर साइडको बेल आइकन पनि प्रेस गर्नु नबिर्सिनु होला। आगामी दिनहरूमा आउने भिडियो सबैभन्दा पहिला र छिटो तपाईहरुसँग पुग्नेछ र तपाईहरु अनुषाको हार्डली फ्यान हुनुहुन्छ भने यस भिडियोलाई एक लाइक गर्नु पनि नबिर्सिनु होला। उहाँको रियल नेम रहेको छ अनुषा भने अनुषाको डेट अफ बर्थ रहेको छ 12 अप्रिल र उहाँको बर्थ प्लेस भन्नुपर्दा उहाँ चाहिँ काठमाडौँ नेपालमा जन्मिनु भएको थियो भने उहाँको करेन्ट रेसिडेन्ट पनि काठमाडौँ नेपाल नै रहेको छ। अनुषा चाहिँ नेसनालिटीले चाहिँ नेप्लिस हुनुहुन्छ भने उहाँको रिलिजन चाहिँ हिन्दू रहेको छ। अनुषा चाहिँ प्रोफेसनले एउटा एक्ट्रेस साथै मोडेल हुनुहुन्छ। अब हामी कुरा गर्नेछौँ अनुषाको फिजिकल स्टेटको बारेमा। उहाँको हाइट रहेको छ 5 फिट 6 इन्च भने उहाँको वेट रहेको छ 55 किलोग्राम। आइस कलर रहेको छ ब्ल्याक साथै हेयर कलर रहेको छ ब्राउन ब्ल्याक। अनुषाको एजुकेसन क्वालिफिकेसनको बारेमा भन्नुपर्दा उहाँको एजुकेसन क्वालिफिकेसन रहेको छ ब्याचलर डिग्री भने उहाँले आफ्नो कलेजको पढाइ चाहिँ लिम्बुनी एकाडेमिक कलेजबाट पढ्नु भएको थियो। अब हामी कुरा गर्नेछौँ अनुषाको क्यारियर साथै स्ट्रगल सम्बन्धीको बारेमा। उहाँको जन्म चाहिँ काठमाडौँमा भएको थियो र उहाँले आफ्नो चाइल्डहुड चाहिँ काठमाडौँबाटै स्पेन्ड गर्नु भएको थियो र उहाँले आफ्नो स्कुलको पढाइ पनि काठमाडौँबाटै पढ्नु भएको थियो। अनुषालाई चाहिँ बच्चाबाटै एक्टिङमा धेरै इन्ट्रेस्ट गर्नुहुन्थ्यो र उहाँले चाहिँ धेरै हार्डवर्क गर्नुभयो अनि त्यसपछि उहाँले चाहिँ एक्टिङ स्कुलहरू पनि जोइन गर्नुभएको थियो र त्यसको केही वर्षपछि उहाँले चाहिँ युगदेखि युगसम्म मुभीबाट आफ्नो मुभीको डेब्यू गर्नुभएको थियो र उहाँले चाहिँ धेरै मुभिजहरूमा अभिनय गरिसक्नु भइसकेका छन्। उहाँको पपुलर मुभिजको नाम भन्नुपर्दा उहाँले चाहिँ कान्छी, गोरे, सुकन्तला, बाजीगर लगायतको मुभिजहरूमा अभिनय गरिसक्नु भइसकेका छिन्। अनि उहाँ चाहिँ एउटा एक्ट्रेस साथसाथै एउटा गुड मोडेल पनि हुनुहुन्छ। अनि उहाँको हबिज भन्नुपर्दा उहाँको हबिज रहेको छ एक्टिङ, ट्राभलिङ साथै सिङ्गिङ रहेको छ। अब अनुषाको रिलेसन स्टेटसको बारेमा भन्नुपर्दा उहाँ चाहिँ म्यारिड हुनुहुन्छ। उहाँको हस्बेन्डको नाम रहेको छ सबिन श्रेष्ठ। उहाँ चाहिँ एउटा एक्टर हुनुहुन्छ अनि उहाँको फ्यामिलीमा चाहिँ उहाँको फादर, मदर साथै ब्रदर हुनुहुन्छ। अब हामी कुरा गर्नेछौँ अनुषाको कार कलेक्सनको बारेमा। उहाँको कार कलेक्सन चाहिँ नट फाउन्ड। आउनुहोस् अब हामी कुरा गर्नेछौँ उहाँको स्यालेरीको बारेमा। उहाँले आफ्नो चार्ज कति लिनुहुन्छ त? उहाँले आफ्नो चार्ज लिनुहुन्छ 5 to 8 लाख रुपिस पर मुभी लिनुहुन्छ भने उहाँको नेटवर्थ रहेको छ एराउन्ड 20 to 30 लाख रुपिस। यो थियो अनुषाको लाइफस्टाइल भिडियो। यदि यो भिडियो तपाईहरुलाई मन पर्यो प्लिज च्यानललाई सब्स्क्राइब गर्नु नबिर्सिनु होला र साइडको बेल आइकन पनि प्रेस गर्नु नबिर्सिनु होला। आगामी दिनहरूमा आउने भिडियो सबैभन्दा पहिला र छिटो तपाईहरुसँग पुग्नेछ र तपाईहरु अनुषाको फ्यान हुनुहुन्छ भने यस भिडियोलाई एक लाइक गर्नु पनि नबिर्सिनु होला र हामीले बनाएको भिडियोसहरुमा केही कमी कमजोरी भए प्लिज क्षमा गरिदिनु होला। आगामी दिनहरूमा हामी सुधार्नेछौँ र तपाईहरुलाई को सेलिब्रिटीको लाइफस्टाइल हेर्नु मन छ प्लिज कमेन्ट गर्नु होला।